हेलो गाइज, आज चाहिँ हामी जाँदैछौँ चाँदनी दोधरा महाकाली राइडमा र आजको राइड यस्तो बवाल हुने हाल्छ। गुड आफ्टरनुन गाइज, यतिखेर बजिसकेको छ 2 दिउँसोको। अब यहाँबाट हामी आज चाहिँ बौनियासम्मको राइड छ र खतरा रमाइलो हुने हाल्छ। यो सिरिजमा तपाईँलाई बवाल भिडियो अब भलक दामी आउनेछ होइन गाइज। त्यसैले हाम्रो च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब र फेसबुक पेजतिरबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला भन्दै आजको राइड हामी स्टार्ट गर्न चाहन्छौँ राम साउको घरबाट। रामले पनि एकदम मेकअप गरेर रेडी भइसकेको अवस्था छ र झोला पनि हामीले प्याक गरिसकेका छौँ। अलिकति आकाश गुडाङगुडुङ पनि गरिरहेको छ, पानी चाहिँ नपरिदियोस्। यत्तिकै दिन हुन भए यस्तो रमाइलो हुन्थ्यो। आजको गएर अब कर्णेल चिसापानीतिरबाट बवाल त्यहाँको भ्यू पनि हामीले देखाउनेछौँ र त्यतातिरको एकदम खतरनाक दृश्य पनि तपाईँलाई देखाउनेछौँ। कर्णालीको तिरतिरै हुँदै कर्णाली चिसापानी पुगिन्छ यहाँबाट 1 घन्टामा र त्यहाँबाट अरू 1-1.5 घन्टामा चाहिँ फुपूको घरमा पुगिन्छ र फुपू घरमा पुगिसकेपछि हामी भलक इन गर्नेछौँ भने बाटोमा खतरनाक सिनहरू तपाईँलाई देखाउनेछौँ भन्दै आजको राइड स्टार्ट गरौँ गाइस। ट्याक्कैमा हामी कहाँ पुगेका छौँ? भेरी पुलमा पुगेका छौँ। जामु सुर्खेत यो चाहिँ यस्तो बवाल छ यो गाउँ पनि। एकचोटि यहाँ चाहिँ 71 सालतिर टिका कुना बाढी आएर यो पुलमा सुर्खेतमा बसोबास गरिरहेका छन् भनेपछि यो खतरनाक कहिलेकाहीँ खतरनाक आउँछ। यो भेरीको बाटो हुँदै हामी चाहिँ कहाँसम्म जानेछौँ भने चाहिँ महाकालीसम्म जानेछौँ। यो नेपालको अन्तिम नेक्स्ट स्टेज चाहिँ हाम्रो कहाँ हुन्छ भनेपछि कैलाली र सुर्खेतको पुलमा। त्यसमा एकछिन रोक्ने भन्ने प्लानिङ छ। त्यसपछि चाहिँ हामी सरासर कर्णाली चिसापानी गएर स्टे गर्नेछौँ। त्यहाँभन्दा अगाडिको राइड त क्या बवाल हुनेछ गाइस। त्यही भएर भिडियोको अन्तिमसम्म बन्नुहुनेछ भन्ने आशा राखेका छौँ। म चाहिँ यहाँ छु, म चाहिँ यता छु र अहिले जामु पुल ठ्याक्कै पुगियो। जामु पुल पुगिएको अवस्था छ। यहाँको भ्यू चाहिँ यस्तो रहेको छ गाइजहरू। कर्णालीको तिरैतिर कर्णाली चिसापानीतिर जान लागेका छन्। यो अछाम मङ्गलसेन सडक खण्ड हो यो खासमा र हामी 2 बाउ छोरा हिँडिरहेको अवस्था छ। उता उसले पनि आफ्नै तालमा भिडियो बनाइरहेको र मैले देखाउन खोजेको एउटा नौलो कुरा के हो भनेपछि नेपालमै पहिलोचोटि यो पानीमै तैरने हाइड्रो पावर यहाँनिर बन्दै रहेछ। अलिकति क्लियर चाहिँ देखिएन गाइज र यहाँ बन्दैछ। विभिन्न सोसल मिडियाहरूले पनि हालिसकेको छ र यहाँनिर बन्दै रहेछ। पानीमा तैरँदै त्यहाँ जेनेरेटर लगाएर त्यस्तो खालको प्रविधि लगाएर नेपालमा पहिलो हो अरे यो चाहिँ। र त्यस्तो खालको प्रविधिबाट विद्युत 1 मेगावाटको विद्युत निष्कासित हुँदैछ। त्यो चाहिँ तपाईँलाई देखाएँ मैले। ल गाइस, यतिखेर ठ्याक्क हामी चाहिँ कर्णाली पुल हो यो चाहिँ पुगे र सुर्खेतको सिमाना हो यो चाहिँ। हामी हिँडिरहेका छौँ। अगाडि देख्न सक्नुहुन्छ खतरा पुल बनेको छ। चिसापानीमा पुगेर ट्याक्कमा यो चिसो खाँदै अब चाहिँ मोमो मगाइएको छ। मोमो खाएर पुलको एक्सप्लोर गर्नुपर्छ र पुलतिर पनि जानुपर्छ। हामी चाहिँ बवाल हुनेछ त्यहाँ चाहिँ। तपाईँले त्यसको दृश्य पनि तपाईँलाई देखाउनेछौँ। मोमो खाँदैछौँ। मोमो खाएर चाहिँ जाने हो फेरि उतातिर। साथीहरू सुदूरको द्वार कर्णालीमा आइपुगेका छौँ हामी चाहिँ कर्णाली चिसापानीमा र यस्तो दामी रहेको छ पुल चाहिँ। एसियाको नम्बर 1 भित्रमा पर्छ। बस कस्तो फुटेर रहेछ यार त्यस्तो भएर र मान्छेहरूको रौनक पनि खतरा छ। मान्छेहरू पनि छन् यहाँ चाहिँ। त्योहरू यतिखेर ठ्याक्कै हामी कर्णाली चिसापानीको पुलैमा सुदूर पश्चिमको द्वार भनेर चिनिने होइन यो पुलमा पुगिसकेका छौँ। एउटा छुट्टै खालको रौनक। मान्छेको भिड चाहिँ त्यति खासै नभए पनि धेरै कहिले चाहिँ धेरै हुन्छ कहिले थोरै हुन्छ। जस पर्यटकीय स्थल एकदमै के अरे भाइरल पर्यटकीय स्थल हो यो पनि। हामी सायद अहिले बोटिङतिर पनि जान्छौँ। त्यहाँ नदीमा पनि जानुपर्छ है। बोटिङतिर पनि जान सकिन्छ सायद। पुरै देखाउने छु म चाहिँ परसम्म।
कर्णाली चिसापानीको बिचमा आइपुगेका छौँ। हावा यस्तो खतरा लागिरहेको छ भनेपछि पुल एकदम हल्लिरहेको अवस्था छ र मान्छेहरू फोटो खिच्ने भिडियो खिच्ने मान्छेहरू एकदम आफ्नो तालमा छन् भनेपछि कर्णालीको सलल पानी यसरी बगिरहेको छ। मान्छेहरू यहाँ पौडी पनि खेलिरहेको अवस्था छ यहाँ कर्णाली चिसापानीको। अनि हामी चाहिँ अगाडि बढिरहेका छौँ र यति अग्लो रहेको छ खतरा। फेरि अहिले चाहिँ यो कर्णालीको पुलको बिचमा आइसकेपछि धेरै फोटो भिडियो खिचिसकेपछि अब चाहिँ यहाँ निस्किन लाग्यौँ। हाम्रो फुपूको घर चाहिँ बौनिया हो। बौनियामा गएर अब स्टे गर्ने हो। आज चाहिँ यो नेपालको अन्तिम बिन्दुसम्म पुग्ने हाम्रो राइड छ, यात्रा छ र अब चाहिँ यहाँबाट निस्किनुपर्छ। यहाँबाट निस्केपछि अब लम्कीतिर यसो नबसाइ हुन्छ कि एकछिन, त्यसपछि अनि सिधै बौनिया गएर फुपूको घरमा बस्ने हो, स्टे गर्ने हो। त्यसपछि अनि भोलि चाहिँ त्यहाँबाट महाकालीसम्मको यात्रा, त्यहाँबाट पर्सि चाहिँ दार्चुला निकोर्सी चाहिँ घर। अब यहाँबाट चाहिँ हामी लम्की जान्छौँ। लम्की गएर चाहिँ एउटा फोटो भिडियो खिच्नुपर्छ सायद। रामा सरकार पर कति ढिलो हो क्या यो। जाउँ भनेको 5 बजिसक्यो, यहाँबाट अझ बौनिया पुग्न 2 घन्टा जति लाग्छ होला। छिटो भनेको छिटो नै हुँदैन के हो। यस्तो तरिकाले दार्चुला पुगेला जस्तो छैन गाइस, महाकाली पारी पुगेला जस्तो छैन। तराईको पर गरीमा आइसकेपछि एउटा लस्सी त बन्तायो भनेर हामी चाहिँ लम्की बजारमा ट्याक्क उम्मेर चाहिँ अनि लस्सी खाँदैछौँ र रामा सरकार यता हुनुहुन्छ। बजार चाहिँ तपाईँलाई अगाडि पनि देखाइसक्यौँ र मैले यहाँ ओटिजी खासमा ओटिजी र गोरिल्ला पोर्ट खोजेको थिएँ, त्यो चाहिँ नपाइएर अब उता अत्तरियातिर पुगेपछि पाइन्छ भन्ने कुरा छ। भोलि पुगिन्छ होला त्यतातिर चाहिँ। अब त्यहाँ गइसकेपछि अनि त्यो खोजेर खतरा भोलि चाहिँ खतरा भोइस पनि राम्रो सुनिन्छ होला र पर्पर एउटा सेटअप हुन्छ भ्लगिङको। र हाम्रो यात्रा चाहिँ नेपालको अन्तिम बिन्दु दार्चुलासम्म हुनेछ भन्दै अब प्रायः गर्मीसँगै यो चिस्की लगाउन चाहिँ हामी चाहिँ लस्सीको यो लम्की बजारको साँझपखको सुन्दर भ्यूसँगै हामीले चाहिँ लस्सी खाएर भ्याइसकेपछि अब यहाँबाट बौनियातर्फ जाँदैछौँ। एकदम राम्रो छ यो बजार। यदि तपाईँहरू यतातिर आउने मौका पऱ्यो भने चाहिँ भिजिट गर्नु होला। मैले खोजेको त्यो ओटिजी चाहिँ मिलेन, लाइटिङ पोर्टको ओटिजी खोजिरहेको थियो लाइटिङ पोर्टको, त्यो चाहिँ मिलेन। त्यो उसको चाहिँ रहेछ, सिपिनको चाहिँ रहेछ। अब भोलि अत्तरिया पुगेर चाहिँ खोज्नु पर्ला। अब यहाँबाट निस्किन्छौँ गाइस हामी चाहिँ।
दाजु अहिले चाहिँ हामी बौनियामा ठ्याक्कै पुगेका छौँ। बौनिया बजार यस्तो रहेको छ। यहाँबाट थाहै नभएर अब फुपूलाई फोन गरेको कता माथि आउनुपर्छ भन्नुभएको छ। पहिला चाहिँ जान्दै गएको एकचोटि अलि बिर्सेको अवस्था छ। यहाँबाट माथि लागौँ, रात पनि पर्न लागिसक्यो र 2-3 किलोमिटर माथि अरे भन्दै हुन्छ। म बाटामा उम्बिएको छु भन्नुभएको छ फुपूले। लेट्स चाहिँ अब त्यतातिर लागौँ है। अहिले चाहिँ फुपू पुसाएको घरमा पुगिसकेका छौँ। कि फुपू हाम्रो फुपू यहाँ हुनुहुन्छ। अब चाहिँ यहाँ बसिन्छ आज फुपू आएर। अनि धेरै पछि लगभग म 72 सालतिर एसएलसी दिने बेला आएको थिएँ र धेरै पछि भेट भयो जे होस् होइन फुपू। फुपूको भाले पनि कति कराउँदो रहेछ। मेरो भाले होइन अर्काको हो र, फुपू भाले कराइरहेको छ है गाइस। र अब थकाइ पनि लागेको छ। एकछिन हामी बस्छौँ। अब भोलितिरको अर्को राइड स्टार्ट हुन्छ हाम्रो चाहिँ। के छ फुपू भन्नु छ? ठिक छ। बधाई, मेरो बधाई आयो भेट्न। धेरै सालका पछाडि बधाई आयो मिल्न, त्यही खुसी छ मलाई अहिले। ल गायक तिमीले सेयर गर, कमेन्ट गर। ल यति भन्दै आजको भिडियो चाहिँ आजको भ्लग चाहिँ हामी इन्ड गर्न चाहन्छौँ। हामी फुबजेको भेट मुलाकात भयो, तिमीले सेयर गर, कमेन्ट गर। ल बाई आजलाई।